हेलो साथीहरू सबैलाई नमस्कार छ। म चाहिँ यहाँ यसो बारीमा आएर सब्जी टिप्दै एउटा भिडियो बनाउँ भनेर नि। हाम्रो चाहिँ मकै खाइसक्यो बाँदरले, छैन यो यस्ता पनि आएर खान्छ है। साध्यै छैन रुँगेर। पहिला चाहिँ बाँदर आएको थाहा पाइन्थ्यो, हल्ला गर्दै आउँथ्यो। अहिले चाहिँ बाँदर पनि यति बाठो भएको छ कि खाइसकेर हल्ला गर्छ। खाइसक्दिउँ है हामीहरूले भने जस्तो खानै पाइँदैन। यस्तै छ साथीहरू। यहाँ यसो सब्जी टिप्दै सानो भिडियो बनाउँ भनेर नि। यो चाहिँ हाम्रो सुन्तला बगान। यहाँ सुन्तला फल्दैछ। यसपालि रुङ्न सकिन्छ सकिँदैन। यहाँ हेर्नुहोस् न, यत्रो भएको छ सुन्तला हो। राम्रै फलेछ। अब यसमा कति झर्छ कति के हुन्छ। अनि बाँदरदेखि जोगाउन सकियो भने खाइन्छ पनि बेचिन्छ पनि। बाँदरदेखि जोगाउन सकिएन भने चुप लागेर बस। यस्तै पो छ है साथीहरू। बिहे पनि यति भेटेँ है हो। यहाँ हेर्नुहोस् न सुन्तला छ्याप्पै छ छ्याप्पै। यसपालि अलिक पत्ला फलेछ, त्यस्तो मजाले छैन। तर यसपालि ठुल्ठुला दाना हुने रहेछ हौ। ताउँदि नि निकै ठुल्ठुला दाना छ। ल त सबैलाई गुड मर्निङ छ।